ल त्यो सुप्ट्याउनु नपर्छ दाहिनेबाट राख्नु ल हेर अब म पुरा कन्ट्रोपार्ट गर्दा सुप आयो भने पानी पनि हाल्नु हुँदैन वाइन पनि हाल्नु हुँदैन त्यही राख्नु बन्न पार्नु सुप खाएको बेलामा यो तरल हो तरल राख्नै हुँदैन न त के हुन्छ भने यो तातो र चिसोको मिल्दैन उसले खाँदैन इभन पानी पनि खाँदैन सुप खायो भने जानेकोले है नजानेको जे पनि खान्छ मतलब कुरा होइन ल अब भनौँ यो सुप आयो भने सुप खान्छ सुप खाने बेलामा यहाँ ब्रेड बास्केट हुन्छ ब्रेडहरू युले त्यो ब्रेडमा काट्छ अथवा यहाँ बटर हुन्छ त्यो बटर ब्रेडमा राखेर यो यहीँ राख्छ एउटा हातले सुप खान्छ एउटा हातले ब्रेड खान्छ सेकेन्ड कोर्स है